साथीहरु यो चाहिँ नि जम्प स्टार्टर विथ एयर कम्प्रेसर हो हैन। यो चाहिँ अहिले 50% अफ छ, अहिले सेलमा छ साथीहरु। तपाईको चिसो गाडाले गाडी स्टार्ट भएन भने तपाईले रातोमा हाल्नु पर्ने हुन्छ, कालोमा हाल्नु पर्ने हुन्छ। तपाईले यसमा अन गर्नुपर्ने हुन्छ, यसमा अनमा ब्याट्री चाहिँ हुनु पर्यो साथीहरु। अनि यसको पावर यता गएर तपाईको गाडी स्टार्ट गर्दा भयो नि साथीहरु। यति गर्नुभयो भने तपाईको गाडी स्टार्ट मजाले भइहाल्छ। त्यो पछाडी रातो निकाल्ने अनि कालो निकाल्ने। साथीहरु यो चाहिँ जम्प स्टार्टर मात्रै नभएर एयर कम्प्रेसर पनि हो। तपाईले साइकलमा, गोलमा, गाडीमा जेमा पनि हावा लाउने सबै आउँछ साथीहरु। यो बक्स भित्र आउँछ हैन। त्यति मात्रै नभएर साथीहरु यसमा तपाईको यो फ्ल्यास लाइट पनि आउँछ, देख्न सक्नुहुन्छ। यसलाई अन गरेर ठ्याक्कै यसो गरेर फ्ल्यास लाइट पनि आउँछ साथीहरु। यसको यहाँ म पनि नयाँ सिक्दै छु यसको बारेमा। फ्ल्यास लाइट पनि आउँछ अनि इमर्जेन्सी लाइट पनि आउँछ, देख्न सक्नुहुन्छ। तीनवटा डिफ्रेन्ट लाइट बल्बहरु छ हैन। अनि तपाईको गाडीको सेलफोनको ब्याट्रीहरु चार्जहरु सक्यो भने तपाईले एउटा USB र एउटा टाइप सी को चार्ज गर्ने पनि आउँछ साथीहरु। यो बक्स भित्र आउँछ। अहिले चाहिँ 50% अफ छ। यदि तपाईको गाडी छ भने गाडीमा हुनै पर्ने चीज चाहिँ एउटा यो पर्छ, तर यो अहिले चाहिँ सेलमा छ। सेल कहिलेसम्म थाहा छैन मलाई साथी हैन, तर अहिले धेरै राम्रो सेलमा छ। म लिंक हाल्दिन्छु, तपाईसँग छैन भने एउटा गाडीमा राखेको धेरै राम्रो हो। लिंक भित्र लिँदा हुन्छ है गाइस। ल वाचिङ।